एभ्रिवान आज चाहिँ हामीले रातिको 9:30 बज्यो भइसक्यो अनि हामी चाहिँ आलु चटपट खान लाग्छौँ। चाहिँ आलु के अरे खुर्सानी टमाटर प्याज अनि धनिया चाहिँ रेडी भइसक्यो। यहाँ चाहिँ काँक्रा काट्दैछ काँक्रा चाहिँ अनि यहाँ चाहिँ पोला चौचौ अनि हुन्छ यो मैले सबै सामान राखेर अनि फेरि अहिले देखाउँछु र हजुरहरूलाई हामी चाहिँ बिस्तारामा साथीहरू यस्तो बिस्तारामा ल है गाइस हाम्रो चटपट रेडी भयो। कस्तो रातो हो खामखाम हेर्दै खामखाम जस्तो आएन के हेर्दै खामखाम जस्तो। फर्स्ट बाइट खाए ल देखियो होइन देखियो फर्स्ट बाइट खाएर साथी मिठो हो नि दाम है आँखा टल्क्यो होला टल्किन्छ यसमा यी साथीहरू ल अनि नछेबाट मोरी होइन लिएर आऊ के यहाँ देख्दा खाउला न के गर्ने लाए पनि त्यस्तै त हो। हाम्रो साथीहरू आधा खाइसक्यौँ। यत्रो एक बाटा थियो नि त अनि त्यही भएर यत्रो होइन अहिले चाहिँ नेपालको 10 बजे नपटा हेर्नुहोस् देखाउ त नेपालको 10-11 भइसक्यो 10 Oh my God! मैले नि 11 दिएको के सुरुमा ल अझै खाना छोड्यो होइन पेट चाहिँ टन्न भइसक्यो। के भन्छ अरे मुख चाहिँ यस्तो चटपट देखेपछि सरी खाना छोड्नु भएन। सकेपछि देखाउँछ है गाइस कति बज्छ हेरौँ।